हेलो साथीहरू सबैजनालाई नमस्ते। कस्तो हुनुहुन्छ हजुरहरू? म एकदम ठिकै छु। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु है। आज भने चाहिँ हामी चाहिँ नाम्चीतर्फ लागेको वाइफको घर हो। त्यस्तै इमर्जेन्सी काम परेर लागेको अचानक। अन्त यहाँ मेरो वाइफ चाहिँ रेडी सिङ्गर पार्टर हुँदैछ, क्युटिस लगाउँदैछ। यहाँनिर क्युटिस लगाउ साथीहरू हेर्नुहोस् न, मेरो छोरा चाहिँ आमाको गाली हाल्छ है, लगाइदिनुहोस् है, लगाइदिनुहोस् है साथीहरू। नमस्ते गरी नमस्ते गरी यो नमस्ते गरी यो नमस्ते गरी यहाँ नमस्ते गरी यहाँ नमस्ते गरी साइड बेसी राम्रो बेसी राम्रो सबैजना लगाइदिनु काय गर्नु म गाला भन्नु बस्नु छ भन्नु भुइँ आउँछ भन्नु म गाला भन्नु अझ गाला भन्नु ल ल भने चाहिँ लाग्यो है साथीहरू। हामी नाम्ची गएको नाम्ची चाहिँ मल्ली आइपुग्यो अहिले। छोरा दौडिँदैछ, छोरा दौडिँदैछ यहाँ बुढी बेबी चाहिँ यता छ हो। ऊ यहाँ आइपुगेछ। ठिकै छस् भाइ? ए भाइ आइपुगेछ हाम्रो हो। जाउँ जाउँ जाउँ। चिनेन अन्त दादा दादा पो त मै हेर न नचिनेर दादा भन्नु दादा पो त दादा दादासँग आउनु नि जाउँ हेर्नु नमानेर दादाको घर चाहिँ मल्लिमा हो साथीहरू। दादाको घर हो, दादाको घरमा आइपुग्यो अहिले चाहिँ हामी। जाउँ किन जाँदैछ। कुकुर भनेपछि चाहिँ फेरि कुकुर भनेपछि चाहिँ फेरि खेल्नु थालिहाल्छ नि त। छोरा आफै हिँडिरहेछ है। ल है साथीहरू, फाइनल्ली ससुराले पनि आइपुग्यो वाइफको घर। फाइनल्ली भर्खर गरमले साह्रो पार्यो, तर यहाँ चाहिँ एकदम ठन्डा छ नाम्चीमा हो, एकदम ठन्डा छ। फाइनली आइपुग्यो। अब चाहिँ बल्ल हेर्नुहोस् यहाँनिर यस्तो छ हो, मजाको छ रुखपातहरू हो। फामफलको रुख मसिनो खोल्दो रहेछ। फामफल देख्नुभयो? सर्क्यो फामफल फल्दैछ घरकै छेउमा हो। मकैहरू चाहिँ भर्खर यत्रो हुँदो रहेछ। सब्जीहरू किराको बोट यस्तो छ, मजाको छ जङ्गल। यता चाहिँ तारेभिर पर्छ, फेरि यता देख्दै गरेको जग्गामा चाहिँ तारेभिर पर्छ। मौसम मजाको भएको छ हेर्नुहोस् न। हजुर हजुर यस होमस्टेहरू जस्तो पनि छ। यो चाहिँ पहिला हाम्रो बिहा हुँदाखेरिको डेकोरेसन एकदम अर्ग्यानिक थियो नि त। यस्तै अझै सचिन यो पुरानो घर हो, वाइफहरूको पुरानो घर यो अझै छ कटेज घर। ओके साथीहरू, बाई बाई।